नमस्कार। आज हामी बीबीएस 4th इयर अन्तर्गत कर्पोरेट फाइनेन्सको च्याप्टर 4 लङ टर्म फाइनेन्सिङ भन्ने च्याप्टर पढ्दैछौँ र यो च्याप्टर हाम्रो एक्जामको पोइन्ट अफ भ्यूबाट एकदमै इम्पोर्टेन्ट छ। यसबाट हामीलाई 10 मार्क्स अथवा 15 मार्क्सको एउटा क्वेसन सोध्ने गर्छ र यो च्याप्टरमा स्पेसली हामीले तीनवटा पार्टमा डिभाइड गरेका छौँ किनभने यो तीनवटा पार्टबाटै हामीलाई क्वेसन सोध्ने गर्छ। फर्स्टमा छ हेर्नुहोस् त राइट अफरिङ भनेर। यो राइट अफरिङको बारेमा चाहिँ आज हामी डिटेलमा डिस्कस गर्दैछौँ र त्यस पछाडि अर्को छ भोटिङ सिस्टम भनेर, जहाँनिर बोर्ड अफ डाइरेक्टरहरू बीओडी भोटिङ कसरी गरिन्छ, कसरी डाइरेक्टर सेलेक्ट गर्ने, कुन कुन सिस्टमबाट सेलेक्ट गर्छौँ भन्ने कुराहरू पढिन्छ। त्यस्तै गरेर अर्को पार्ट छ अन्डर राइटिङको पार्ट। अन्डर राइटिङ भनेको चाहिँ नयाँ सेक्युरिटिज इस्यु गर्दै गर्दाखेरि त्यसको प्रोसेसहरू के हुने रहेछ, कसरी इस्यु गर्नु पर्दो रहेछ होइन, त्यसमा लाग्ने कस्टहरू, फ्लोटेसन कस्टहरू के हुँदो रहेछन्, अन्डर राइटरको प्रफिट कसरी प्रफिट कमाइदो रहेछ अन्डर राइटरले भन्ने कुराहरू पनि यो पार्टमा हामी हेर्छौँ। सो आज चाहिँ ढिला नगरिकन सिधै हामी राइट अफरिङतिर लागौँ है त। सो यो राइट अफरिङको पार्टमा हेर्नुभयो भने पहिला त राइट अफरिङ भनेको के हो भनेर बुझ्नु पर्यो। यसलाई थोरै अलिकति डिटेलमा म यहाँनिर बुझाउँछु। जस्तो सपोज मानिलिनु एउटा कम्पनी छ, यो कम्पनीका सेयर होल्डरहरू छन्, अरे एबिसी भन्ने सेयर होल्डरहरू छन्। अब यो कम्पनीलाई काहीँ इन्भेस्टमेन्ट गर्नको लागि, एसेट्स किन्नको लागि अथवा अन्य केही एक्टिभिटिजको लागि कम्पनीलाई फन्ड चाहिएको छ। फन्ड्स भनेको पैसा चाहियो है। अब यो पैसा कलेक्ट गर्ने धेरैवटा अप्सन्सहरू हुन्छन्। यो सेयरभित्र पनि एउटा चाहिँ जनरल पब्लिकलाई इस्यु गर्न सक्छ, सेयर बेच्न सक्छ। अर्को भनेको चाहिँ के रहेछ त भन्दा आफ्नै पुराना सेयर होल्डरलाई नयाँ सेयर बेचिदिने। के गर्दो रहेछ, कम्पनीलाई चाहिएको पैसा कलेक्ट गर्नको लागि आफ्नै पुराना सेयर होल्डरलाई नयाँ सेयर बेच्छ भने त्यसलाई हामी राइट सेयर भनेर भन्छौँ। सो राइट अफरिङको पार्ट भनेकै यही राइट सेयरको कुरा भयो। र न्युमेरिकल सल्भ गर्दै गर्दाखेरि यसबाट हामीलाई के कुरा सोध्छ त भन्दा यही चारवटा कुराहरू हामीले मेनली फोकस गरेर पढ्नुपर्ने कुरा हो। र यो चारवटा कुराहरू निकाल्नको लागि हामीलाई गिभन इन्फर्मेसन दिएको हुन्छ क्वेसन्सले। त्यो गिभन इन्फर्मेसनमा चाहिँ सबैभन्दा सुरुमा त फन्ड्स कति चाहिएको छ कम्पनीलाई भन्ने त्यो कुरा डिटर्माइन गरे हुन्छ क्वेसन्सले नै। त्यस्तै गरेर अर्को मार्केट प्राइस पर सेयर, बजारमा चाहिँ अहिले कम्पनीको सेयरको प्राइस कतिमा चलिरहेछ, कतिमा चाहिँ कारोबार भइरहेछ भन्ने कुरा मार्केट प्राइस पर सेयरले इन्डिकेट गर्दो रहेछ, जसलाई चाहिँ हामी P0 भनेर इन्डिकेट गर्छौँ। त्यस्तै गरेर अर्को सब्सक्रिप्सन प्राइस भनेर हुन्छ। सब्सक्रिप्सन प्राइस भनेको चाहिँ जुन अहिले भर्खर हामीले कुरा गऱ्यौँ नि, कम्पनीले नयाँ सेयर चाहिँ आफ्नै पुराना सेयर होल्डरलाई बेच्दै गर्दाखेरि त्यसलाई राइट सेयर भनेर भन्दो रहेछ। हो त्यो न्यू सेयरको प्राइस चाहिँ कति रुपियाँमा बेच्छ त आफ्नो पुराना सेयर होल्डरलाई भन्ने कुरा चाहिँ सब्सक्रिप्सन प्राइस अन्तर्गत पर्दो रहेछ। सो अर्को गिभन इन्फर्मेसन हुन्छ हामीलाई नम्बर अफ सेयर आउटस्ट्यान्डिङ, जसलाई चाहिँ हामी ओल्ड सेयर पनि भनेर भन्छौँ। कम्पनीले आफ्ना पुराना सेयर होल्डरलाई पहिलेदेखि बेचेर राखेको पैसा सेयरलाई चाहिँ नम्बर अफ सेयर आउटस्ट्यान्डिङ भनेर भन्छौँ, जसलाई चाहिँ ओल्ड सेयर भनेर भनिँदो रहेछ। सो यति पार्ट हामीलाई के भयो, गिभन इन्फर्मेसन भयो। अब यो गिभन इन्फर्मेसनको अनुसार हामीले के क्यालकुलेसन गर्नुपर्छ त, हामीलाई एक्जाममा के सोध्छ त भन्दा पहिलो नम्बरमा हुँदो रहेछ नम्बर अफ न्यू सेयर टु बी इस्युड। भनेको यो जुन फन्ड चाहिएको छ, पैसा चाहिएको छ, यो पैसा कलेक्ट गर्नको लागि कम्पनीले कति किता नयाँ सेयर बेच्नुपर्छ त भन्ने कुरा चाहिँ नम्बर अफ न्यू सेयर टु बी इस्युडमा हामी निकाल्दो रहेछौँ। त्यस्तै सेकेन्ड नम्बरमा नम्बर अफ राइट रिक्वायर्ड टु बाई अ न्यू सेयर। यो जुन पुरानै सेयर होल्डर छन्, यो पुराना सेयर होल्डरले अब नयाँ सेयर पाउने भए त्यो नयाँ सेयर पनि बाँड्नु पर्यो नि त होइन। कसरी बाँड्ने भन्ने कुरा चाहिँ पुरानो कति किता सेयर हुँदाखेरि चाहिँ नयाँ एक किता सेयर पाइन्छ भन्ने कुरा चाहिँ हामी नम्बर अफ राइट रिक्वायर्ड टु बाई ए न्यू सेयरमा पढ्दो रहेछौँ। भन्न खोजेको मतलब के हो त भन्दा सपोज मानिलिउँ नम्बर अफ राइट, यो जुन ह्यासको भ्यालु लेखेको छौँ हामीले, नम्बर अफ राइट रिक्वायर्ड टु बाई ए न्यू सेयर, यसको भ्यालु चाहिँ 2 सेयर आउँछ भने अथवा 2 राइट्स आउँछ भने यसको मतलब के हो त भन्दा यदि ओल्ड सेयर चाहिँ 2वटा पुरानो सेयर छ भने अब त्यो इन्भेस्टरले अथवा त्यो सेयर होल्डरले एउटा नयाँ सेयर पाउने रहेछ भनेर भनेको। सो पुरानो कति किता सेयर हुँदाखेरि नयाँ एक किता सेयर पाइन्छ भन्ने कुरा चाहिँ हामी यो नम्बर अफ राइट रिक्वायर्ड टु बाई अ न्यू सेयरबाट निकाल्ने रहेछौँ। त्यस्तै गरेर थर्ड नम्बरमा जाउँ। थर्ड नम्बर भनेको भ्यालु अफ राइट निकाल्नुपर्ने छ। भ्यालु अफ राइट भनेको चाहिँ के हो त भन्दा कम्पनीले राइट सेयर इस्यु गर्दै जाँदाखेरि कम्पनीको एउटा मार्केट प्राइस P0 मा कारोबार भइरहन्छ सेयर, र यो नयाँ सेयर बेच्दै गर्दाखेरि PS मा कारोबार हुँदो रहेछ। PS भन्नुको मतलब सब्सक्रिप्सन प्राइस नयाँ सेयर भयो है त। सो यो दुईटा बिचको डिफरेन्स हुन्छ नि, यसलाई चाहिँ हामी भ्यालु अफ राइट भनेर भन्दो रहेछौँ। भ्यालु अफ राइट भनेर भन्दो रहेछौँ P0 र PS बिचको डिफरेन्सको लागि।
सो अब भ्यालु अफ राइट क्यालकुलेसन गर्नको लागि यो फर्मुला अप्लाई गर्नु पर्यो, P0 माइनस PS डिभाइड बाई # + 1 भन्ने एउटा फर्मुला छ, त्यो फर्मुला अप्लाई गर्नु पर्यो। त्यस्तै गरेर कहिलेकाहीँ यो राइट भ्यालु अफ राइट चाहिँ हामीले कसरी पनि क्यालकुलेट गर्नुपर्ने हुन्छ त भन्दा कम्पनीले राइट सेयर दिने डिक्लेयर गरिसक्यो, डिक्लेयर गरिसकिसकेपछि राइट सेयर पनि बाँडिसक्यो भने त्यस्तोलाई चाहिँ एक्स राइट भनेर भनिन्छ। हो त्यो एक्स राइट प्राइस दिएको बेलामा यदि हामीलाई क्वेसन्सले भ्यालु अफ राइट सोधेको छ भने त्यतिखेर चाहिँ P माइनस PS डिभाइड बाई # यो अप्लाई गरेर हामी भ्यालु अफ राइट निकाल्न रहेछौँ। र अर्को भनेको एक्स राइट प्राइस। एक्स राइट प्राइस भन्नुको मतलब चाहिँ के हो त भन्दा जब कम्पनीले राइट सेयर बाँडिसकिसके पछाडि अब कम्पनीको सेयरको प्राइस कति हुन्छ भनेर क्यालकुलेट गर्नु पर्यो भने त्यसलाई एक्स राइट प्राइस अफ स्टक भनेर भनेको रहेछ, जसलाई चाहिँ PE ले इन्डिकेट गरिन्छ र यो क्यालकुलेसन गरिन्छ P0 माइनस VR गरेर। P0 भनेको करेन्ट मार्केट प्राइस भयो, भ्यालु अफ राइट VR भइहाल्यो र P0 बाट VR घटाइसकिसकेपछि अब मार्केटमा प्राइस कति हुने रहेछ त स्टकको भन्ने कुरा चाहिँ PE ले इन्डिकेट गर्दो रहेछ। सो कम्प्लिट प्रोसेस भनेको हाम्रो यति भयो र यसमा अर्को एडिसनल क्वेसन पनि आउन सक्छ है, अर्को एडिसनल क्वेसन्स पनि आउँछ। त्यो एडिसनल क्वेसन्समा चाहिँ हामीले वेल्थ क्यालकुलेसन गर्नुपर्ने हुन्छ, वेल्थ क्यालकुलेसन गर्नुपर्ने हुन्छ। यो वेल्थ क्यालकुलेसन भित्र के हुन्छ त भन्दा कुनै पनि एउटा सेयर होल्डरले सर्टेन लेभल अफ सेयर होल्ड गरेको हुन्छ, जस्तो मान्यो 1000 सेयर होल्ड गरेको छ अरे, त्यस्तै गरेर उसँग क्यास पनि हुन्छ र यो सेयर होल्डरले चाहिँ राइट कम्पनीले राइट सेयर दिनुभन्दा अगाडि उसको टोटल वेल्थ कति थियो र कम्पनीले राइट सेयर बाँडिसकिसके पछाडि उसको टोटल वेल्थ कति भयो भनेर हामीले क्यालकुलेसन गर्नुपर्ने हुन्छ, जुन चाहिँ हामीलाई क्वेसन्सको लास्टतिर एउटा एडिसनल 1 नम्बरमा थपेर क्वेसन्सले सोध्ने गर्छ वेल्थ क्यालकुलेसन गर्नको लागि। र यो वेल्थलाई टोटल एसेट्स भन्ने पनि चलन छ, सो यसरी पनि क्यालकुलेसन गरिँदो रहेछ। ल यो राइट अफरिङको कुरा यति भइहाल्यो। अब हामी सिधै न्युमेरिकल प्रब्लमतिर छौँ है त। न्युमेरिकल प्रब्लम पनि सजिलै हुन्छ, त्यस्तो गाह्रो छैन। यसको फर्मुलाहरू सर बुझ्नुभयो र यसको कन्सेप्ट बुझ्यो भने एकदम सजिलो हुन्छ सोल्युसन गर्नको लागि, त्यस्तो गाह्रो छैन है। यो क्वेसन्स चाहिँ हामी ओल्ड इज गोल्डबाट फलो गर्छौँ। ओल्ड इज गोल्डको क्वेसन चाहिँ नि मैले चाहिँ यहाँनिर 2081 को क्वेसन नम्बर 18 मा सोधेको, 2081 क्वेसन नम्बर 18 मा सोधेको छ। सो 81 को क्वेसन नम्बर 18 भन्ने बित्तिकै यो लङ क्वेसन्स भएर 15 मार्क्सको लागि सोधेको रहेछ। सो क्वेसन्स हेरौँ यसमा के भनेको रहेछ, क्वेसन चाहिँ सर पढौँ, त्यस पछाडि यसको गिभन इन्फर्मेसन टिपौँ। के भनेको छ भने द हिमाल सिमेन्ट कम्पनी हैज प्लान टू रेज लङ टर्म फंड। Recently, it has announced a right offer to raise rupees 50 million for a new plant. The stock has rupees 1000 par value and current sale for rupees 250 per share. And there are 10 lakh share outstanding भनेर दिएको छ। यति इन्फर्मेसन भयो। त्यस पछाडिको हाम्रो नम्बरको पार्ट छ ल, क्वेसन्सको रिक्वायरमेन्ट छ। सो पहिला सुरुमा त हामी गिभन इन्फर्मेसन टिपौँ। के दिएको छ गिभन इन्फर्मेसन। गिभन इन्फर्मेसनमा अघि जे भनेको थियो त्यही कुराहरू दिन्छ है, हेर्दै जान्छ है त। फर्स्टमा दिएको छ हामीलाई फन्ड्स निडेड भनेर। फन्ड्स निडेड यो चाहिँ 50 मिलियन छ। यो मिलियन हटाउनु पर्यो भने 50 लेखिदिने, मिलियनको ठाउँमा 6 वटा जेरो थपिदिने हो। सो 50 मिलियन रहेछ। त्यस पछाडि अर्को इन्फर्मेसन छ द स्टक प्राइस, द स्टक हैज 1000 पार भ्यालु, सरी 100 पार भ्यालु भनेको छ। पार भ्यालु यो चाहिँ 100 छ, रुपिस 100 भइहाल्यो। यसमा पार भ्यालु 100 रुपियाँ दिएको छ। पार भ्यालु भनेको मतलब एक किता सेयरको प्राइस कति हो भनेर दिएको हो। त्यस्तै गरेर करेन्ट सेलिङ प्राइस भनेको छ। करेन्ट सेलिङ प्राइस, करेन्ट सेलिङ प्राइस अथवा करेन्ट मार्केट प्राइस भन्ने चाहिँ यसको मतलब P0 दिएको रहेछ हामीलाई। यो दिएको छ हामीलाई 250 पर सेयर भन्ने चाहिँ एक किता सेयर 250 रुपियाँमा कारोबार भइरहेको छ। सिमिलरली यहाँ हामीलाई नम्बर अफ सेयर आउटस्ट्यान्डिङ पनि दिएको छ। नम्बर अफ सेयर आउटस्ट्यान्डिङ, नम्बर अफ सेयर आउटस्ट्यान्डिङ, यसलाई ओल्ड सेयर भनेर बुझ्दा पनि हुन्छ ल। यो चाहिँ ओल्ड सेयर हो, एनले पनि इन्डिकेट गर्ने छ यसलाई। यो भनेको चाहिँ हामीलाई 1 मिलियन दिएको रहेछ। 1 मिलियन सेयर 10 लाख।
10 लाख सेयर दिएको छ र यति पछाडि हामीलाई पहिलो नम्बरको रिक्वायर्डमा सोधिरहेछ। फर्स्ट नम्बरको रिक्वायर्डमा के भन्दैछ त भन्दा वाइ डु कम्पनी प्रिफर्स राइट अफरिङ इन्स्टेड अफ फर्दर पब्लिक अफरिङ भनेर भनिरहेको छ। राइट अफरिङ किन, राइट सेयर किन दिन्छ त फर्दर पब्लिक अफरिङ नगरिकन भनेर भनेको। फर्दर पब्लिक अफरिङ भन्नुको मतलब चाहिँ के हो त भन्दा कम्पनीले पब्लिकलाई सेयर बेच्ने भनेको। जस्तो फर्स्ट टाइम कम्पनीले पब्लिकलाई सेयर बेच्यो भने त्यसलाई आइपिओ भनेर भनिन्छ, इनिसियल पब्लिक अफरिङ। सेकेन्ड टाइम थर्ड टाइम त्यसरी सेयर बेच्दै जान्छ भने त्यसलाई चाहिँ हामी फर्दर पब्लिक अफरिङ भनेर भन्छौँ। र यो फर्दर पब्लिक अफरिङमा पनि के हुन्छ त भन्दा कम्पनीले सेयर होल्डरलाई, आफ्नो सेयर होल्डरलाई होइन बाहिर जनरल पब्लिक सबैलाई के गर्दो रहेछ, सेयर बेच्दो रहेछ फर्दर पब्लिक अफरिङमा। तर अहिले हामीले जुन पढ्दैछौँ त्यो त के हो त भन्दा राइट अफरिङ हो। राइट अफरिङमा त के हुन्छ, आफ्नो सेयर होल्डरलाई मात्रै सेयर बेच्ने हो नि त कम्पनीले। सो यो राइट अफरिङ गर्नु किन राम्रो हो त एज कम्पेयर टु फर्दर पब्लिक अफरिङ भन्ने कुरा हो। सो किन गर्छ भनेर सोधिरहेछ। अब यसको लागि दुई तिनवटा कारणहरू, रिजनहरू हामीले लेख्नुपर्ने हुन्छ। एउटा कुरा त यहीँबाट बुझिहाल्नुहोस्, जस्तो कम्पनीले पब्लिकलाई सेयर नबेचेर, पब्लिकले यो सेयर चाहिँ पब्लिकलाई नबेचेर यो काम नगरेर किन चाहिँ एक्जिस्टिङ सेयर होल्डरलाई, एक्जिस्टिङ सेयर होल्डर भनेको आफ्नै पुरानो सेयर होल्डरलाई, यसलाई चाहिँ किन सेयर बेच्छ त भन्ने कुरा हो। सो किन सेयर बेच्छ भन्दाखेरि एउटा त भनेको कस्ट इफिसियन्ट हुँदो रहेछ, किनभने पब्लिकलाई सेयर बेच्दाखेरि कस्ट बढेर जान्छ होइन, त्यसको लागि प्रोटेक्सन कस्टको कुराहरू आउँछ, अघि अन्डर राइटिङको पार्टमा हामी हेरिहाल्छौँ त्यसलाई। त्यस्तै गरेर यो एक्जिस्टिङ सेयरहरूलाई बेच्दाखेरि चाहिँ अब कस्ट अलिक कम पर्ने भयो, सो कस्ट सेभिङ हुँदो रहेछ। अर्को भनेको यो कम्पनीले एक्जिस्टिङ सेयर होल्डरलाई नै सेयर बेचिराख्दाखेरि चाहिँ सेयर होल्डरसँगको रिलेसन पनि एकदम बिल्डअप भएर जाने रहेछ, स्ट्रङ सेयर होल्डर लोयल्टी पनि हुन्छ। त्यस्तै गरेर अर्को कुरा हेर्ने हो भने फन्ड रेज एकदम इजिली हुने रहेछ अथवा क्विकली फन्ड रेज हुनसक्छ, किनभने पब्लिकलाई सेयर बेचेर त्यहाँबाट पैसा कलेक्ट गरेर आउँदाखेरि टाइम लाग्छ। यहाँ एक्जिस्टिङ सेयर होल्डरलाई नै सेयर बेच्यो भने चाहिँ के हुने रहेछ, इजिली अलिक छिटो फन्ड रेज हुनसक्छ, आफूलाई चाहिएको पैसा छिटो कलेक्सन गर्न पाइन्छ भन्ने कुरा हो। अर्को भनेको चाहिँ के हो त भन्दा यो इक्विटीको ओनरसिप डिलुजन अलिक अभोइड हुन्छ। त्यो भन्नुको मतलब के हो त भन्दा पहिला यो राइट सेयर बाँड्दै गर्दाखेरि सुरुमा जुन जति पनि हाम्रो इन्भेस्टरहरू थिए, जस्तो मानिलो यो ए भन्ने मान्छेले चाहिँ 50% सेयर होल्ड गरेर रहेछ एउटा कम्पनीको, यसले चाहिँ 25% सेयर होल्ड गरेको रहेछ र यसले पनि 25% सेयर होल्ड गरेको छ भने यो राइट सेयर दिनुभन्दा अगाडिको कुरा भयो है। अब कम्पनीले राइट सेयर नै दियो भने पनि, राइट सेयरै दियो भने पनि फेरि यिनीहरूको यो जुन पर्सेन्टेज अफ होल्डिङ छ नि, होल्डिङ पर्सेन्टेज चाहिँ ए को त्यही 50% नै हुन्छ, बी को पनि 25 नै हुने रहेछ, सी को पनि 25 नै हुने रहेछ। सो यिनीहरूको जुन कन्ट्रोल छ कम्पनीमा, ओनरसिपको कन्ट्रोल, त्यो चाहिँ गुम्दो रहेन रहेछ, त्यसलाई प्रोटेक्ट गर्दो रहेछ राइट सेयरले। किन भन्दा राइट सेयर बाँड्दाखेरि यो प्रत्येक सेयर होल्डरलाई उनीहरूले आफूले सुरुमा होल्ड गरेको पुरानो सेयर जति पनि उनीहरूले होल्ड गरेको छ त्यसैको आधारमा चाहिँ यो सेयर नयाँ सेयर बाँड्ने भएको कारणले गर्दाखेरि उनीहरूको ओनरसिपमा पनि चेन्जेस आउँदो रहेन रहेछ। सो यही कारणहरूले गर्दाखेरि चाहिँ के रहेछ, पब्लिक अफरिङ भन्दा पनि उसले कम्पनीले के प्रिफर गर्दो रहेछ त भन्दा राइट अफरिङ प्रिफर गर्छ भनेर लेख्नु पर्यो यसको लागि। सो यो भनेको क्वेसन नम्बर ए को लागि थ्योरी क्वेसन सोधेको थियो हामीले, यति क्वेसन्स यति एन्सर लेखिदिनु भयो भने यो क्वेसन्सको लागि पुग्यो। अब हामी सेकेन्ड नम्बरमा जाउँ। सेकेन्ड नम्बरमा के छ त क्वेसन्स बी नम्बरमा हेरौँ। बी नम्बरको क्वेसन्समा इफ द सब्सक्रिप्सन प्राइस इज सेट एट ₹100 per share, how many share must be sold? How many rights will it take to buy one share भनेर भनेको छ। यसको गिभन इन्फर्मेसन के दियो हामीले, सब्सक्रिप्सन प्राइस दियो, सब्सक्रिप्सन प्राइस जसलाई सर्टकटमा हामी PS ले इन्डिकेट गर्छौँ। यो कति दिएको छ त भन्दा ₹100 दिएको रहेछ। सो ₹100 भयो। अब यहाँ यही क्वेसन्स भित्र दुईटा पार्ट सोधेको छ है। एउटा सोधेको छ हेर्नुहोस् त, हाउ मेनी सेयर मस्ट बी सोल्ड भनेर भनेको छ। यसको मतलब यो जुन फन्ड चाहिएको छ 50 मिलियन, यो कलेक्ट गर्नको लागि कति किता नयाँ सेयर बेच्नुपर्छ त भनेर भनेको। सो त्यसलाई हामी लेख्दै रहेछौँ अघि 1 नम्बरको फर्मुलासँग ठ्याक्क मिल्यो, नम्बर अफ न्यू सेयर टु बी इस्युड। यो कसरी निकालिन्छ भन्दा यसको लागि फर्मुला अघि हामीले ल्याएको थियौँ, फन्ड्स निडेड डिभाइड बाई PS गरिदिनु। PS भनेको सब्सक्रिप्सन प्राइसले। सो फन्ड्स निडेड भनेको 50 मिलियन छ, 50 मिलियन छ, डिभाइड गरिदिने PS भनेको 100 भइहाल्यो। सो
सो यहाँबाट के हुने रहेछ, दुईटा जेरो क्यान्सल भइहाल्यो, यो भनेको 5 लाख सेयर आउने रहेछ, 5 लाख सेयर्स आउने रहेछ। सो यसले के कुरा बुझायो त भन्दा हामीलाई कम्पनीले यो 50 मिलियन पैसा कलेक्ट गर्नको लागि चाहिँ अब नयाँ सेयर जम्मा 5 लाखवटा नयाँ सेयर चाहिँ आफ्ना पुरानो सेयरहरूलाई बेच्नु पर्ने रहेछ भन्ने कुरो यहाँबाट हामीले बुझ्यौँ है त। सो यो भयो सब्सक्रिप्सन प्राइस दिएको आधारमा हामीले नम्बर अफ न्यू सेयर भनेर क्याल्कुलेट गर्यौँ। अब फेरि हामी सी नम्बरतिर जान्छौँ। सी नम्बरमा के भनेको छ त भन्दा सी नम्बरमा व्हाट इज द भ्यालु अफ राइट भनेको छ। सर बी नम्बरको एउटा पार्ट बाँकी रहेछ है, बी नम्बरको सेकेन्ड वाला पार्ट बाँकी रहेछ। हाउ मेनी राइट विल टेक टु बाई 1 सेयर भनेको छ। यो भन्नुको मतलब नम्बर अफ राइट रिक्वायर्ड टु बाई अ न्यू सेयर, जसलाई ह्यासले इन्डिकेट गर्छौँ। पुरानो कति किता सेयर भयो भने एक किता नयाँ सेयर पाइन्छ भन्ने कुरा यहाँ क्याल्कुलेसन गरिन्छ। सो यसको लागि फर्मुला हुँदो रहेछ ओल्ड सेयर डिभाइड बाई न्यू सेयर। ओल्ड सेयर भनेको यहाँ लेखेको छ नम्बर अफ सेयर आउटस्ट्यान्डिङ, जुन भनेको चाहिँ 10 लाख सेयर छ, 10 लाख डिभाइड गरिदिने। न्यू सेयर भनेको अघि हामीले बी को फर्स्टमा क्याल्कुलेट गरेका थियौँ, कति थियो 5 लाख थियो। तो यो 5 लाख सेयरले डिभाइड गर्नु पर्यो। यहाँनिर आउनु छ 2 राइट्स, 2 राइट्स। यसको मतलब के हुँदो रहेछ त भन्दा यदि कम्पनीसँग अथवा यदि इन्भेस्टरसँग पुरानो 2 किता सेयर छ भने यसको बराबर उसले के पाउने रहेछ, एउटा नयाँ सेयर पाउने रहेछ भन्ने कुरो बुझ्यौँ। ह्यासट्यागको भ्यालु यो हो ल। पुरानो कति किता सेयर हुँदाखेरि चाहिँ नयाँ एक किता सेयर पाइन्छ भन्ने कुरालाई चाहिँ नम्बर अफ राइट रिक्वायर्ड टु बाई अ न्यू सेयर भनेर भनेको रहेछ। सो यो भयो हाम्रो बी को सेकेन्ड पार्ट भयो। त्यसरी नै अब सी नम्बरमा जाउँ। सी नम्बरको लागि चाहिँ क्वेसन नम्बर सी मा के भनेको छ त भन्दा व्हाट इज द भ्यालु अफ राइट अनि व्हाट इज द एक्स राइट प्राइसेस भनेर सोधेको छ। सो यहाँ जानु पर्यो हामी भ्यालु अफ राइट को लागि, जसलाई हामी भिआर भनेर भन्छौँ, भ्यालु अफ राइट है भिआर। यो भनेको P0 माइनस PS डिभाइड बाई ह्यास प्लस 1 गरेर निकाल्दो रहेछ। अब P0 भनेको करेन्ट मार्केट प्राइस भइहाल्यो, 250 दिएकै छ। PS भनेको अघि हेर्नुहोस् न हामीलाई बी नम्बरमा क्वेसन्सले दिएको थियो नि होइन, सब्सक्रिप्सन प्राइस भनेर अघि हामीले टिपेकै थियौँ, 100 रुपिस थियो, 100 भनेर लेख्ने। डिभाइड ह्यास भनेको के रहेछ नम्बर अफ राइट रिक्वायर्ड टु बाई अ न्यू सेयर। अघि बी को सेकेन्ड पार्टमा हामीले जुन निकालेको थियौँ नि ह्यासको भ्यालु, त्यो भनेको 2 थियो प्लस 1 भइहाल्यो। तो यहाँबाट कति आउने रहेछ, माथि भयो 150, तल भयो 3 इक्वल्स टु ₹50 आउने रहेछ। भ्यालु अफ राइटसम्म भयो। अब यसैको सी नम्बरमा अर्को पनि क्वेसन छ हेर्नुहोस् त। त्यसमा व्हाट इज द एक्स राइट प्राइस भनेर दिएको छ। सो एक्स राइट प्राइस क्याल्कुलेट गर्नु पर्यो भने चाहिँ एक्स राइट प्राइस, यो एक्स राइट प्राइस भनेको चाहिँ स्टकको हुन्छ ल। एक्स राइट प्राइस अफ अ स्टक भनेर लेख्ने, स्टक अथवा सेयर लेखे पनि भयो, जसलाई हामी PE ले इन्डिकेट गर्छौँ। PE यो चाहिँ कसरी आउँछ त भन्दा P0 माइनस VR गरेर आउने रहेछ। P0 भनेको हामीलाई क्वेसन्सले गिभन इन्फर्मेसन नै दिएको छ 250 भनेर, माइनस VR भनेको भ्यालु अफ राइट भर्खर हामीले क्याल्कुलेट गरिहाल्यौँ जुन चाहिँ 50 छ। सो यो घटाइसके पछाडि आउने रहेछ 200 भनेर। यो पनि पर सेयरमा हो। यसको मतलब के हुँदो रहेछ त भन्दा जब कम्पनीले राइट सेयर बाँडिसकिसके पछाडि अब चाहिँ यो कम्पनीको सेयर बजारमा कति रुपियाँमा कारोबार भइरहेछ भनेर क्याल्कुलेट गर्नु पर्यो भने त्यसलाई चाहिँ एक्स राइट प्राइस भनेर भनिँदो रहेछ। यसको लागि चाहिँ P0 माइनस VR गरेर क्याल्कुलेसन गरिदिने, लास्टमा हाम्रो एन्सर आइ नै हाल्यो है त। अब अर्को क्वेसन्सतिर जाउँ, यो दुईटा त भइहाल्यो। योदेखि बाहेक अर्को के क्वेसन सोधेको छ त हामीलाई भन्दा हामी पुग्यौँ अब क्वेसन नम्बर डी मा। यो डी नम्बरमा जाँदै गर्दाखेरि एउटा अघिको हामीले लेखेको कुराहरू चाहिँ सरल नोट गरिहालौँ। ह्यासको भ्यालु हामीलाई चाहिने रहेछ, यो 2 राइट्स आएको थियो अघि। त्यस्तै गरेर PE को भ्यालु हामीले क्याल्कुलेट गरेका थियौँ। PE भनेको चाहिँ ₹200 आयो भर्खरै। अर्को VR पनि क्याल्कुलेट गरेका थियौँ, भ्यालु अफ राइट भनेको चाहिँ 50 दिएको छ। यति इन्फर्मेसन हामीले अघि भर्खर क्याल्कुलेट गरेकै आधारमा लेखेको। अब डी नम्बरमा क्वेसन्स हेर्नु भने के भन्दैछ त भन्दा सो द वेल्थ अफ मोहन थापा, अ सेयर होल्डर विथ 200 सेयर
एन्ड 1 लाख क्यास भनेर दिएको छ। मोहन थापासँग चाहिँ 2000 किता रहेछ है, 2000 किता सेयर छ अरे र 1 लाख रुपियाँ पैसा छ भने उसको टोटल वेल्थ देखाउनु पर्ने अरे बिफोर द अफरिङ भनेर भनेको छ। राइट सेयर बाँड्नुभन्दा अगाडि, राइट अफरिङ भन्दा अगाडि मोहन थापाको वेल्थ कति हुँदो रहेछ भनेर क्याल्कुलेट गर्नु पर्यो। डी नम्बर हो यो। सो यहाँनिर लेख्ने टोटल वेल्थ अफ मोहन थापा बिफोर राइट अफरिङ, बिफोर राइट अफरिङ, बिफोर राइट अफरिङ चाहिँ कति रहेछ त वेल्थ भनेर लेख्नु पर्यो। अब यसमा हामीले जान्नुपर्ने कुरा चाहिँ के छ भने अलिकति यो टेक्निकल पार्ट पनि छ यो क्वेसन्सको। जस्तो मिस्टर थापासँग के छ त भन्दा हामीले यहाँ क्वेसन्सले दिएको छ सेयर रहेछ 2000 सेयर। सो यहाँनिर लेख्छौँ हामी भ्यालु अफ सेयर भनेको। भ्यालु अफ सेयरमा मिस्टर थापासँग भएको सेयर भनेको 2000 सेयर भयो, इन्टु गरिदिने बिफोर राइट अफरिङ भन्छ भने जहिले पनि P0 ले मल्टिप्लाई गरिदिने। राइट सेयर दिनुभन्दा अगाडि सेयरको प्राइस भनेको त कति हुँदो रहेछ, P0 हुँदो रहेछ। सो त्यो भएर के गर्ने, P0 ले मल्टिप्लाई गरिदिने। P0 भनेको 250 छ। सो यो दुईटा मल्टिप्लाई गर्दाखेरि कति आउने रहेछ, 5 लाख आउने रहेछ। यो भयो भ्यालु अफ सेयरको कुरा। र अब उसँग के छ त भन्दा क्यास छ, क्यास पनि लेखिदिनु। क्यास भनेको 1 लाख छ। यो दुईटै जोडिसकेपछि जम्मा 6 लाख हुँदो रहेछ हो। यो 6 लाख चाहिँ के भयो, टोटल एसेट्स अथवा टोटल वेल्थ भनेर भन्न पनि सक्यो। मिस्टर थापासँग बिफोर राइट अफरिङ, राइट सेयर बाँड्नुभन्दा अगाडि जम्मा सेयरको भ्यालु चाहिँ 5 लाख रहेछ र क्यास भनेको चाहिँ 1 लाख रुपियाँ गरेर टोटलमा 6 लाख रुपियाँ पैसा रहेछ भनेर यसरी टोटल एसेट्स क्याल्कुलेट गर्नु पर्यो। सो यसैको अर्को पार्टमा चाहिँ हामीलाई के सोध्दैछ त क्वेसन्सले भन्दा ई नम्बरमा चाहिँ मिस्टर थापाकै वेल्थ क्याल्कुलेसन गर्नु अरे, तर यो चाहिँ आफ्टर राइट अफरिङ भनेर भनेको छ। अब आफ्टर राइट अफरिङमा चाहिँ डिफ्रेन्ट एक्सर्साइज गर्ने अथवा एक्सर्साइज नगर्ने भन्ने डिफ्रेन्ट तरिका हुन्छ। सो यसमा चाहिँ अहिले हामीलाई के भन्दैछ त भन्दा हि एक्सर्साइज अल हिज राइट भनेको छ। एक्सर्साइज भन्नुको मतलब उसको भागमा जति नयाँ सेयर पर्छ त्यो सबै सेयर चाहिँ उसले किन्ने रहेछ। त्यस्तो अवस्थामा चाहिँ उसको टोटल एसेट्स अथवा टोटल वेल्थ कस्तो हुन्छ भनेर क्याल्कुलेट गर्नुपर्ने छ। सो लेखौँ अब टोटल एसेट्स अथवा वेल्थ लेखे पनि हुन्छ है। टोटल एसेट्स अफ मिस्टर थापा यो भनेको चाहिँ आफ्टर राइट अफरिङ, राइट अफरिङ। आफ्टर राइट अफरिङ चाहिँ प्राइस कति हुँदो रहेछ त, उसको टोटल एसेट्स कति हुँदो रहेछ, यो अब क्याल्कुलेट गर्नु पर्यो। यो अघिकै तरिकाले क्याल्कुलेट गर्ने हो। जस्तो सुरुमा लेखिन्छ हामी भ्यालु अफ सेयर भने सेयरको भ्यालु कति होला त। अब यहाँ अलिकति बुझ्नुपर्ने कुरा चाहिँ के छ त भन्दा मिस्टर थापासँग अलरेडी 2000 सेयर छँदै थियो, फेरि उसले सेयर एक्सर्साइज गर्छ अथवा नयाँ सेयर किन्छ भन्नुको मतलब त नम्बर अफ सेयर त के भनेको बढेर जाने भयो नि त। सो उसँग भएको सुरुको सेयर भनेको 2000 सेयर प्लस उसले पाउने नयाँ सेयर यहाँनिर लेख्नु पर्यो। नयाँ सेयर कसरी पाउँछ त भन्दा उसँग भएको जुन पुरानो सेयर छ नि हो त्यसलाई यो भ्यालु अफ राइट नम्बर अफ राइटले के गर्नु पर्यो, डिभाइड गरिदिनु पर्यो। यसबाट हामीलाई नयाँ सेयर आउँदो रहेछ। यो पुरानो सेयर प्लस नयाँ सेयर भयो र यो दुईटैलाई चाहिँ हामीले मल्टिप्लाई गर्नु पर्यो PE ले। PE भन्नुको मतलब एक्स राइट प्राइस। अब आफ्टर राइट अफरिङ भइसके पछाडि के भयो त, राइट सेयर दिइसकिसके पछाडि कम्पनीको सेयरको प्राइस त घटेर कति पुग्यो त भन्दा यो 200 पुगेछ। त्यही भएर PE ले मल्टिप्लाई गर्नुपर्ने हुन्छ जुन चाहिँ 200 छ। सो यो कति आउँदो रहेछ क्याल्कुलेसन गरौँ त। यो भनेको 3000 सेयर भयो इन्टु 200 भनेपछि 6 लाख आउने रहेछ। यहाँबाट 6 लाख आयो। अब उसँग क्यास कति छ त, क्यास भनेको जम्मा 1 लाख रुपियाँ छ अहिले। उसँग भएको सुरुको क्यास यो लेखिहाल्ने, लेस गरिदिने। अब यहाँ लेस चाहिँ किन गर्नुपर्छ त भन्दा उसले नयाँ सेयर किनिसकिसके पछाडि त केही प्राइस पनि तिर्नु पर्यो होला नि त। यो जुन सब्सक्रिप्सन प्राइस अघि हामीले लेखेको छ गिभन इन्फर्मेसनमा बी नम्बरमा जुन दिएको इन्फर्मेसन थियो त्यसको आधारमा नयाँ सेयरको प्राइस भने त कति हो, 100 रुपियाँ हो भनेपछि 100 रुपियाँ बराबरको पैसा त दिनु पनि पर्यो नि त। सो अब यसमा चाहिँ के हुँदो रहेछ त भन्दा क्यास पेड फर
न्यू सेयर, नयाँ सेयरको लागि तिरेको पैसा चाहिँ के गरिदिनु पर्यो, घटाइदिनु पर्यो। नयाँ सेयर कसरी आउँछ त, 2000 उसँग भएको सेयर डिभाइड बाई ह्यासले डिभाइड गरेपछि नयाँ सेयर आउँदो रहेछ, इन्टु नयाँ सेयरको प्राइस कति हो, सब्सक्रिप्सन प्राइस, त्यो भनेको चाहिँ 100 रहेछ। सो यहाँबाट कति पैसा आउने भयो त, यही 1 लाख नै आउने भयो। हेर्नुहोस् त उसँग जम्मा पैसा कति थियो, 1 लाख रुपियाँ थियो। त्यही 1 लाख रुपियाँ बराबर चाहिँ उसले नयाँ सेयर पनि किनेछ भने चाहिँ क्यास केही रह्यो त, अब क्यास 0 भयो। त्यसो भए उसको टोटल एसेट्स चाहिँ कति भयो त अब, अथवा टोटल वेल्थ चाहिँ कति भयो त भन्दा टोटल एसेट्स यो फेरि के भयो, जम्मा चाहिँ 6 लाख नै भयो। सो यसरी गर्नु पर्यो राइट अफरिङमा। यो कुन कन्डिसन थियो त भन्दा उसले आफ्नो भागमा जति पनि नयाँ सेयर पर्छ त्यो सबै सेयर चाहिँ एक्सर्साइज गरेर यानि कि किनो भनेको अवस्थामा चाहिँ यो तरिकाले क्याल्कुलेसन गर्नु पर्यो। अब यसको यो आफ्टर राइट अफरिङको पार्टमा अलि डिफ्रेन्ट कुराहरू पनि हुन्छ है, जस्तो उसले सबै राइट्स के गर्न सक्छ, सेल पनि गर्न सक्छ। अर्को भनेको एक्सर्साइज एन्ड सेल दुइटै काम गर्न सक्दो रहेछ। अलिकति सेयरको भागले जति पनि नयाँ सेयर पाउँछ त्यो किन्ने र बाँकी रहेको जुन सेयरको भागमा नयाँ सेयर परेको हुन्छ त्यसलाई चाहिँ बेच्दिने, यो कन्डिसन पनि हुन्छ। अर्को भनेको चाहिँ केही पनि नगर्ने, जस्तो नो एक्सर्साइज एन्ड सेल, एक्सर्साइज पनि नगरिदिने, सेल्स पनि नगरिदिने। यस्तो अवस्थामा चाहिँ भ्यालु, यो भ्यालु अफ एसेट्स अथवा भ्यालु अफ वेल्थ चाहिँ कति हुन्छ भनेर क्याल्कुलेट गर्नुपर्ने हुन्छ। सो यो तिनटै कन्डिसनमा हेर्नु ल, यो जुन अहिले हामीले आफ्टर राइट अफरिङमा अहिले के गर्यौँ, सबै राइट चाहिँ एक्सर्साइज गरेको पार्ट पढेको छौँ नि त। यो सबै एक्सर्साइज गर्दाको अवस्था भयो। सबै सेल्स गर्दाखेरि अथवा अलिकति राइट एक्सर्साइज गर्ने र अलिकति सेल्स गर्ने, त्यो गर्दाखेरि पनि उसको टोटल वेल्थ चाहिँ कहिले पनि चेन्ज हुँदैन। बिफोरमा जति थियो त्यति नै हुन्छ उसको टोटल वेल्थ। तर एक्सर्साइज पनि गरेन, नाइदर एक्सर्साइज नर सेलको अवस्था आयो भने त्यतिखेर चाहिँ उसको टोटल वेल्थ यो चाहिँ घटेर जाने रहेछ। यसरी गर्नुपर्ने रहेछ। सो यो भयो हाम्रो 2081 मा लङ क्वेसन सोधेको थियो, क्वेसन नम्बर 18 मा। यो क्वेसन चाहिँ हामीले सल्भ गर्यौँ। अब यस्तै यस्तै क्वेसन्सहरू 2080 मा पनि दिएको छ। 2080 को पनि क्वेसन नम्बर 18 मै सोधेको होला, 18 मै छ। सिमिलरली 2077 मा पनि क्वेसन सोधेको छ। सो यही तरिकाले तपाईहरुले बाँकी रहेको क्वेसन्सहरू सल्भ गर्न सक्नुहुन्छ। ल आजको लागि क्लास यति नै, थ्यांक यू।